हेलो गाइज गुड मर्निङ। म चाहिँ आज यसो क्याम्पिङ जानला फर्स्ट टाइम केटाहरूसँग। अब साथीहरू चाहिँ लिन आइसक्यो, त्यसको भिडियो बनाउँछु म। ल अब चाहिँ लाग्यौँ है त। हेलो गाइज गुड मर्निङ। आज चाहिँ म यसो क्याम्पिङ लागेको। अब भिडियो बनाउनै पऱ्यो होइन, कहीँ गएपछि यसो फर्स्ट टाइम हो झन्, नबनाए त हुँदैन। अब साथ चाहिँ मलाई लिनु आएको छ यहाँबाट चाहिँ केटाहरू भेला हुने ठाउँ पुग्ने, अनि त्यसपछि त्यहाँबाट चाहिँ कहाँ उता मेलम्चीतिर हो आज हाम्रो क्याम्पिङ, त्यहाँ पुग्ने है त। ल यही भन्दै आजको भिडियो चाहिँ सुरु गर्दछु। धन्यवाद। आइसक्यो, अब हामी भेला हुने ठाउँ चाहिँ पुग्छौँ त्यसपछि होइन। अनि त्यसपछि त्यहाँबाट हामी आज चाहिँ सिन्धुपाल्चोक त मेलम्ची जाने। के हो यार, यस्तो त भएन। आम्बो आया खोइ त सिरानी। ए यस्तो निकाल्नु हाल्नु पर्यो, खतरा। केटाहरू पुगिसकेर त ल। अहिले चाहिँ हामी यहाँ सर्भिसिङमा, उसको स्कुटर सर्भिसिङमा चाहिँ हुनुलाई आएको यता। ल गाइस हामी चाहिँ यहाँ साथीकोमा चाहिँ आइपुग्यो अब राइड भएको ठाउँ। अब आज आजको हाम्रो राइड चाहिँ यो रहेको छ। आम्बो ल राइडको मालिक चाहिँ हाम्रो यता आम्बो हामीलाई चाहिँ बोलाएर यहाँ यस्तो गर्छ सल्ले पनि। किन हो केटाहरूको विश्वास नगरेर चाँडो बोलाउँछ यार। छ्या तिमीहरू फुटसल ढिला आउने भयो त। यहाँ पनि त के हिजो पनि हेर टोइलेट टाइमको पक्का हुनु पऱ्यो क्या, म जस्तो। कस्तो लास्टमा को त्यो पनि एउटा टाइमको पक्कै हो, लास्टमा आउनु नि दिवसको लास्टमा आउँछ भन्ने हुन्छ नि त। यस्तो अब कुरा चाहिँ यस्तो भिडियोमा राख्नुहुन्न होइन। सचिन रेडी हुनु मात्रै बाँकी हो। ल अरू त सब भयो, केही गरिदिनु पर्छ यताउति। हो ल ल ल ल ल्याउ त कपडा। यो गाडी त भ्याउँदैन पनि जस्तो सफा गर्न पनि अगाडि। ल अब के भन्ने। र गाइज अब हामी चाहिँ लगभग रेडी भयौँ, अब निस्किने तर्खरमा छौँ। ल अब चाहिँ हामी निस्क्यौँ बिस्तारै। अनि यो एकैछिन मसँगै राखौँ क्या, यो लेन्स छ क्या यसमा। किन त होस् होस् केही हुँदैन होला। अहिले फुर्पाको ब्यागमा लेन्स हालेपछि ढुक्क हुन्छ क्या। फुटबल पनि पछाडि नै राख्नु। फुर्पाको ब्याग सेफ छ हुन्छ नि त, क्यामेरा ब्याग ल्याउँछ होला। मैले चाहिँ क्यामेरा ब्याग ल्याएको छैन त्यही भएर। ल हाम्रो चाहिँ लगभग अब के जार राख्नु बाँकी। ल गाइस हामी चाहिँ अब लाग्छौँ। अब बाटोतिरको खिच्दै त्यही देखाउँदै जान्छौँ। त्यही त हो होइन त। अहिले चाहिँ हामी क्याम्पिङको लागि केही त्यसो सामग्रीहरू किन्न यहाँ मेट्रो मार्ट आइपुगेको छौँ। अब के चाहिन्छ चाहिँ मलाई थाहा छैन, केटाहरूले किन्ने हो होइन। यसो म चाहिँ यसो खिच्नलाई हिँडेको जस्तो। कोइला कफी प्याकेटवाला कफी यहाँ हामी ल
एउटा आर्टिकल लिएर र अझै हाम्रो केटाहरू चाहिँ अझै यो चाहिँ इनर्जी ड्रिङ्कहरू हेर्दैछ केटाहरू चाहिँ म चाहिँ फेरि नखानीमा परेँ ल है आज आज किन हो यस्तो केटाहरू महँगीमा यो लगाऊ सानोवाला अनि यो रिकम लगाऊ नेक्स्टमा आराम छोड्दै त्यसो खुलेवाला लान्छ के यसको मन शान्ति गरिदिनु उसलाई जेडी विथ कोक चाहिँ चाहिने होला क्या त्यसो चाहिँ लास्टमा प्रतीकले भनेकै रहेछ होइन त जेडी खान्छ कि खानु खान्न के बेर खाने हो फुर्बेले खान्छ बियर नि खाऊ फुर्बेले खान्छ होला त्यो चाहिँ हाम्रो चाहिँ लगभग यहाँ सपिङ सकिएको छ ग्रेभीमा के यसले सक्यो भने त हाम्रो के लजम सब किताब हाम्रो चाहिँ लगभग सक्यो सबै मिनरल वाटरको त अब चाहिँ हामी पे गर्छौँ अनि लाग्छु अब बाटोको खिच्नु पर्ला होइन मेरो फोन म फोन ल्याइदिन्छु नि चाबी ल्याउ त सचिन चाबी ल्याउ मेरो फोन चाहिँ पैसा नतिराउने मलाई किन हौ त्यस्तो ए हाम्रो केटाहरूको चाहिँ मोबाइल सोबाइल बोकेर हिँड्ने चलन छैन यस्तो तिर्नुपर्छ कार्ड पनि छैन कार्ड पनि मेरो पनि सेम हो होइन मेरो त जाँदाखेरि फोन झरेदेखि खोलिदिएर आयो पूर्वेल त्यहाँको फोन छोडेर आत्तेर कति भएछ 10,235 मात्र ल ठिक छ खाना पनि चाहिन्छ अनि बाटोमा हिँड्नु इन्टरटेनिङ भएन क्या नाच्नु यसो होइन यसो क्याम्पिङ जाँदा त नाचेर उभिएर नाच्नु छैन रक्सी चलायो अनि मात्रै नाच्यो तिमी अझै पनि यस्तो सिस्टममा अड्किनु ल यस्तो क्या फाइनली गाइज हामी चाहिँ कहाँ खाना खानु आइपुग्यो मेलम्ची र यहाँ हामी चाहिँ कहाँ दाइकोमै खाने त होला नि होइन दाइको के अरे यो नाम हजुर ल अब हामी चाहिँ यहाँ खाना पछाडि छ ल ल खाना को के हो भन्नु त भनिदिइहालौँ यहीँ हामीलाई ए मटन हामीलाई यहीँ हो नि त मिठो पाउँछ भनेको उता सचिन यहीँ हो नि होइन मिठो पाउँछ भनेको उता दाइले ल दुईटा मटन ल म त चिकन दुईटा चिकन होइन मलाई त भेज भयो म त चिकन पनि र झोल मात्रै त खाने हो तिमी अमलेट खाऊ झोल मात्रै खाने हो एउटा मात्रै भने हुन्छ भेजै भने हुन्छ म झोल तिम्रोबाट लिँदा अमलेट पर्दैन मलाई यो एउटा चाहिँ भेजै गरिदिनु दाइ यसो भ्यू स्यू हेर्ने ठाउँ छैन दाइ यता खोलाको हावा फिक्स ल हामी चाहिँ यहाँ खोलाको हावा आउने ठाउँमा भनेको खोइ कहाँ ल यस्तो छ हाम्रो चाहिँ भ्यू माथि पनि छ दाइ दाइ माथि रुफटप होइन दाइ माथि छैन
म एकलट दाईसँग कुरा हानेर आउँछु म दाईको कोठाै छ भने कोठामा होइन माथि छैन ऊ बस्ने ठाउँहरू माथि छैन सर माथि रुमहरू हो होइन ए रुमै भयो भने बस्दिउँ होइन जिस्केको हौ ल है त केटाहरू यसो चिल गरेर आएको छ भन्नु र खबर गर्नु पऱ्यो नि त ब्लगमा है त कसले हेर्दैन क्या जेरो भ्यू छ किन किन डराइ डराइ पनि किन खानु हो क्या जेरो भ्युज अरे के ढुक्कै अनि जेरो भ्युज त हो अनि के हुन्छ तिम्रो त्यहाँ बस डरायो थम्बनेलमा कसको फोटो राख्छ थम्बनेलमा बुर्बाले बियर खाएको लडेको राख न आइगयो कि जानी त्यो त पाएन नि राम्ररी चाँडो चाँडो उठाउँदो रहेछ चिप्ल्यो पछाडि मान्छे उभिरहेको छ बाइक चिप्ल्यो यस्तो क्या त्यो गीत मजा आयो रणवीर कपुर गरिदिनु होला नि कपाल यस्तो गरेर फेरि रणवीर सिंह ब्ल्याक टी खाएको पिनट चाहिँ लगाउनु पर्छ मासु चाहिँ लगाउनु यस्तो रक्सी राख्ने यसरी बस्छ क्या सबै भात होइन त्यही अब पनिर बोलाउनु ए, यस्तो अनि यस्तो। त्यो ग्रेभीमा चाहिँ हल्का त्यही मागेर पनिर पनि त्यही हाल्दैन भइहाल्छ अनि सबैले त्यही खाने अनि उसले ग्रेभी खान्छ बुढ्चोले ग्रेभी चलिहाल्छ हामी पनिर खान्छ म पनि ग्रेभी खान्छु फेरि नपुग्ला के पानी भयो? 2000 पानी छ ओइ। 2 जनाको छिटाइदिएर ताक पानी हाल्दिनु हामी छोटा छोटा हामी बफ लग्ला हो कि होइन हामीले बफ नलग्ने बफ खाँदैन नि ओएमजी केटाहरू बफको ग्रेभी खानेवाला हो कि होइन ओइ तिमी तिमी पहिलादेखि भेट्छ होइन है जेन्स छ ओइ हामी पहिला उता फुटसलबाट शानदार खान जाने बेला उसले बफ खान्थ्यो होइन म सब खान्छु कि त्यो त सब हुन्छ नि गाई साई त खाइदिन्थ्यो म खान्थ्यो हामीले कहिले भेज मगाएको यादै छैन मलाई 3 वर्ष होला है कति के तिमीले अनि मलाई देखि यो मासु छोडेर किन यो क्या उसको मासु खाऊ भने हो त नि तिमीलाई छोडे उसको मासु खानु पर्यो भने त म पनि छोड्छु नराम्रो सन्देश जाला यो कसले हेर्दैन तिमी ढुक्काउ उता उता अनि कारण भन नि त होइन तिमीले मासु छोड्नुको कारण त मेन टपिकै भयो नि मेन रिजन चाहिँ त्यो महँगी भयो क्या मासु अनि ए होइन अहिले तरकारी पनि महँगो छ यो पनि यो 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 रिजन भएन हिजो केरा किन्दाका मासु 250 रे थाहा थिएन र मलाई त्यत्रो अफिसमा त्यत्रो कुरा राखेको हो अस्ति 300 अस्ति मैले पनि यो 2टा केरा 40 रुपियाँ तिरेर किने हो क्या कहिले काहीँ फलफुल किन्न जाँदाखेरि चाहिँ झड्के लाउँछ ए स्याउ स्याउ पनि ल यतै छ नि त होइन यता हुनु पर्यो मामा घरमा फल टाइममा उसको आइरहेछ कि अनि त्यही भएर चाहिँ हो क्या अनि हिजो के लगेको तिमीले वर्तमानमा होइन टिका लगाइदियो पैसा दिनु त्यही ठिक रहेछ त्यही मेरो पनि यसरी अड्के यो चाहिँ के हो यो चाहिँ सेन्सर हो के हो यो आजकल ट्राइपोड पनि कस्तो एडभान्स आउनु थालेछ त घुम्छ घुम्छ तिमीलाई त डिटेक्ट गर्दैन होला के तिमीलाई पनि डिटेक्ट गर्छ है तिमीलाई पनि डिटेक्ट गर्छ जनावर पनि हो के त्यस्तो ट्राई यसले ट्र्याक गर्नलाई यो डिटेक्ट त गर्नु पर्यो नि त त्यसो गाडी अगाडि झुन्डाइदिउँ न त मलाई ट्राई तिम्रो हाल नि त मोबाइलले त फरकै पर्दैन कस्तो मोबाइलले 16 प्रो म्याक्स प्रो म्याक्स कस्तो भारी छ सुन्दाखेरि खारा यार कस्तो खाएर आयो राम्रो यस्तो खान्छ उसको हालिदिउँ बियर है अब त पुग्यो खाली पेट धेरै खानुहुन्न अन्त खायो तपाईँ त बाइकमा खिच्न आउने त हुन्छ नि यस्तो कन्टेन्ट बनाउने मान्छे त्यस्तो सिनहरू हो के यस्तो दामी दामी सिनहरू थियो बाइकमा बस्नु अब पछाडि ठ्याक्क तिमी उल्टो फर्क्यो ठिक छ। पछाडि गाडी मेन कुरा चाहिँ त्यो बाटोको चाहिँ कन्टेन्ट हुन्थ्यो यस्तो खतम त्यो बाटो हुन्छ नि त्यो म चाहिँ फेरि यहाँ पछि बनाउने बस खाल्टो सोचेको मारिरहेको क्या। थियो क्या बस खाल्टो मारिरहेको थियो माथि ट्रकलाई जान दिइरहेको थियो भने यार अब केही छैन कस्तो मजासँग दुइटाले ट्रकले होइन सिङ्क टिम मजाको गरे यार बुझ्नु पर्थ्यो क्या तिमीले त्यसको भाइब्स
भाइ भएन कोअर्डिनेसन केही देख्दैन रहेछ हौ त्यहाँ। ब्रदर शब्दै आएन क्या मुझे तर तिमीले भनेको शब्द चाहिँ होइन कि फकअप सिङ्क भन्छ सिन्क्रोनाइजेसन त्यसमा हिडन मेसेज थियो क्या मुझे मिलेर जानुपर्छ मिलेर खेल्नुपर्छ पास दिनुपर्छ उसले जेमा पनि हिडन मेसेज देख्दो रहेछ क्या। यता अब सबको कपाल त्यस्तै याद गर्यो एउटै पल्सेट 220 आजकल केल्मी चाहिँ कम भएको होइन यतातिरहरूको ट्र्याक टाइट होइन पेन्ट त्यो किन त्यस्तो। ल अब खानपिन गरेर हामी चाहिँ गुफा डाँडातिर लाग्यौँ। अब अब सेन्टी बनाएर नि दिँदा हुन्छ सबैजना अब जोसिलो चाहियो यार दोबेजी के गर्ने होला आमा जोसी थियो म। अब जोस चाहियो अलिकति दुःख छ मलाई नि अरूले पनि दुःख त पाउनु पर्यो राम्रै फुटसल अर्को पुऱ्याउँछ कहिले ठाउँै अर्को पुऱ्याउन खोज्छ काम चाहिँ भने जस्तो सजिलै जान्छ ब्याग प्र्याङ्क गरेर भनेर के गर्नु कहिले बाटो गलत कहिले फुटसलै गलत तिमी नै म्याप हेर नि त होइन तिमी नै हेर यो जिम्मा तिम्रो तर गलत हुनु भएन गलत त यो म्यापै गलत मान्छे सही नै तिमी छौ क्या अनि त्यही भएर तिमीलाई हेर्नु गल्ती म्याप गरेको छ म्याप म्यापको त गल्ती झुक्काउने आशिषलाई कम्प्लेन हान्ने हाम्रो टिएनटी गाली गरिदिने यो टिएनटी आज सकिँदैन जस्तो फेरि है त्यसरी चाहिँ टिएनटी छ नदी होती क्या है रोशनी बर्फ गिरती है क्यों सोचा है क्या सोचा है सोचा नहीं तो सोचो अभी सन्नाटा सुना ही नहीं देता हवाएं दिखाई नहीं देती सोचा है क्या कभी होता है ये क्यों धेरै हल्लियो यो त के अलिअलि त छ ल इमी ल्याउनु पर्ने रहेछ यार अनि 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 12,000 यहाँ सिन्धुपाल्चोकमा आएर त यस्तो नगर यो काभ्रे हो होला जुत्ता चाहिँ यार तिम्रो बवाल ला यार मलाई म तिमीले किनेको भएर मलाई एउटा किन्न मन लागेको ल कस्तो कन्भर्स त मेरो त हाम्रो झन् 90s को के अरे 20s मा लाउने कन्भर्स त धेरै त राम्रो चाहिँ कन्भर्स नै लाग्छ अहिलेसम्म लाग्छ कसलाई लाग्यो ए पर्दा लाग्यो क्या त्यसो लागेन क्या मलाई कन्भर्स र भेन्स चाहिँ मलाई हो मलाई पनि ठ्याक्कै त्यो दुईटा कन्भर्स र भेन्स बवाल लाग्छ यो पूर्वेले लाउन सक्दैन यस्तो यस्तो लाउन सक्दिनँ म फेरि उसलाई सुहाउँछ पनि कि यस्तै शेर्पा भएर होला होइन उसलाई एडिदास कि केल्मीको त्यो ट्याप्पोवाला लुगा मात्रै कमी भएको त्यो त बोर्डरवाला लुगा त्यही त हो नि बोर्डरतिर बस्ने अनि सुनको होइन घाँटीमा बाला साला लगाइदिन्छु 5-6वटा औँठी होइन खै त्यही त उता उता भएर पनि यस्तो छ यार कहाँ चुकिरहेछौ क्यामेरा समातेर भएन जस्तो छ टुरिस्ट समातेर तिमी चाहिँ सोझो होइन अङ्कल आन्टी चाहिँ सोझो हो तिमी त यसो हेर्दा पनि मुनिबाट माथिबाट खै यहाँबाट यसरी हेर्दा पनि खै मजाको चाहिँ मजाको है मलाई चाहिँ रमाइलो भइरहेछ है गाइज तिमीहरूलाई चाहिँ के थाहा छैन ए मेरो त यो अनुहारमै मुस्कान क्या बेलुका लाइट पनि चाहिँदैन तिमीलाई यस्तो
त्यसै यस आई एम ह्याभिङ फन ओ इङ्ग्लिस पनि आइसक्यो है अब हामी फेरि छोटो ब्रेकपछि फेरि लाग्यो गन्तव्यतिर हामी अब गन्तव्य पनि पुग्न लाग्यौँ होइन गुफा डाँडा यस्तै मैले पठाएको त हो स्विमिङ खेलेर चाहिँ कहाँ हो खोइ उतै मुनि अघि एउटा भिडियोमा त देखाएको थिएँ यो कता हो त्यही भात खाएको ठाउँतिर आफ्नो त दायाँ बायाँ कुसन छ है तर म्यापमा यस्तो बाटो पनि देखाउने है डिजे खै तिम्रो कुनै अब मलाई मनपर्ने कि तिमीहरूलाई मन पर्दैन हेर एउटा फुस फुस होला फुस फुस नेट चलेन अक्षय खानमा एकदम फलो अहिले यहाँ फेरि हात यस्तो गर्न पुग्दैन क्या टाढा त नलाग्दैन ल गाइज यस्तो हो क्या हामी चाहिँ फाइनली यहाँ आइपुगिसक्यौँ लोकेसनमा के अरे यो पनि भइहाल्छ नि हाम्रो हामी तर यहाँ गुफा डाँडा आइसक्यौँ होइन यस्तो रहेछ यहाँको यस्तो दृश्य चाहिँ मलाई चाहिँ बबाले लाग्यो अझै धुम्म नभएको त दामी देख्थ्यो होला है हिमालहरू पनि आमा यहाँ अर्को भ्लगर छ यहाँ हाम्रो त्यहाँ जाउँ त तिमी कहाँ? त्यहाँबाट भ्लग गरेर जस्तो गर न यो फ्रेम हेर है म कता बस्ने भने भन न म त जता बस भने त्यस्ता होइन खिचिदिन्छु रे के खिचिदिनु थाहा छैन हिरो देख्नै हुँदैन अझै कति यति ल अब ल यतापट्टिको चाहिँ यस्तो भ्यू छ मलाई यतापट्टि यस्तो गरे जस्तो गर भने ओ अब रेकर्ड थिच्न बिर्स्यो अब म फेरि ब्याक जाने यस्तो यस्तो अमेचर छ नि कहाँ हुन्छ यस्तो ल यस्तो ल गाइज यो चाहिँ अब नाटक गरेको मैले चाहिँ यसरी हिँड भन्यो ल खिच्छु उताबाट यहाँ चाहिँ हाम्रो अब सेटअप हुन्छ होला यहाँ यसरी भयो गाडी म यतातिर सेटअप गर्छु सेटअप गरेको खिच्छु त्यो राख्छु है त हामी चाहिँ अहिले लोकेसनमा के अरे के भन्छ यसलाई लोकेसन हन्टिङ कहाँ सुत्ने भनेर सुत्ने ठाउँ खोजिरहेको हामी हाम्रो लागि बेडरुम खोज्दै थियौँ आजको लागि त्यो डाँडाको कस्तो मजाको डाँडा है म हावापानी कति राम्रो त यताको होइन त हावै कस्तो मिठो काठमाडौँको हावा खाने बानी बसेर कि बाहिर निस्के कि त मिठो लाग्छ हावा के लेखा छ आई लभ गुफा डाँडा अरे चल यहाँ एउटा बाबु आइफोन के गर्नु त त्यो हाम्रो एउटा क्यामेराले जित्छ यस्तो हामीले चाहिँ के फाइनली यो नै हो लोकेसन हामीले यो चुज गरेको ल यहाँ हाम्रो आज ल दामी रहेछ यता ल हामी चाहिँ अब यतै बस्ने होला म त फेरि झ्याप्छु है मैले लडेन मलाई किन भन है ठिकै छ बाइक बिहान पर्यो न आफू आफू बिहान पर्यो हिँड्दै त लडिगयो ल ल ल ल ल उडाइदेऊ नि त यहाँबाट यस्तरी उडाउन सक्छ र मैले कुन पसिना एक गरेर यही एउटा मेन्टेन गरेँ अहिले अरू केही मेन्टेन गरेँ त्यो हल्का कुनामा
उता घरतिर पनि गएर आऊ न क्या मजा जान्छ यार तर जाउँ त गएर हामी सबको भिडियो खिच्नु नआउने हो अनि काठहरू किन्न जाने भने होइन भर्खर टाइम अलिक टाइम छ जानुहोस् घुम्न सक्नु भिडियो बनाउँ बाइकमा त्यसपछि गाडीको बाटो म नि एक लट कुदाइदिउँ कि के हो ए भाइ एक गियर अगाडि हेर्नु त यसरी ल एक गियरमा मात्रै चलाउँ न एक गियरमा त चलाइदिइहाल्छु त यहाँ लडे भयो अब यो त ठुलो रहेछ त यो त भ्याउँदैन उहिले हाल्नु न त्यति हो अब त्योभन्दा के न एक गियरमै छ होइन न्युट्रल देखाइरहेको छ त एक सिधै उता जानु न त्यो राउन्डरलाई चाहिँ नहाल्नु न फेरि यस किन यत्रो बढी त नि यो के हो यस्तो कहाँ पऱ्यो छ होइन यो खोइ न्युट्रलमा छ होइन त्यसै हेर त यो एन बल रहेछ एकमा हानेको लस हान न नहोस् है उठ्ला कोसिस त राम्रो थियो उडाइदिएको मात्रै हो ठिक छ एक्सिलेटर नि खै काउन स्ट्यान्ड पनि थाकेर उता पुरासम्म घुमाएर आएको खिचे नि घुमाएको चाहिँ उता परसम्म ए त्यो चाहिँ रेकर्ड गर्नु ए ल ठिक छ त्यसो भए कस्तो राम्रो रहेछ त पिकअप राम्रो लाग्यो मलाई पिकअप राम्रो थियो पिकअप त यसको क्लच प्लेटहरू सब हामी चाहिँ दौरा हन्टिङमा होइन अनि त्यहीँ पुऱ्याउनु लाग्यो क्या घुमाएर तिमीले कहाँ देख्यौ तिमीले खोइ घर पोटेन्सियल स्पट कहाँ देख्यौ के पोटेन्सियल स्पट यता यता अब यसो हल्का घर हेर्नु पऱ्यो बनावटहरू हल्का डिजाइनहरू हेर्नु भयो घरको हल्का डिटेल कुन शताब्दीको घर हुनसक्छ त्यसमा भर पर्दैन कस्तो छ वहाँ पनि अब क्वालिटी चाहिँ कस्तोमा ल्याउने तर रमाइलो है तिमीलाई बाइक कुदाउनु चाहिँ रमाइलो भएको छ कि छैन होइन अनि बाइक कुदाउनु त रमाइलो लाग्छ मलाई यस्तै किन्ने हो नि त नि है ल म चाहिँ यहाँ दौरा किन्न आएको छु त्यो दिदीको घरमा यसो छ अरे जस्तो लाग्यो यहाँ गाइजहरूले तर्सायो केही त गर्दैन होला तर म जान सकिनँ आम्बो के पो कसले गाइज म जाउँ कि उता यतै कुरौँ तिमीहरूले जान्देला जस्तो त छैन यसो हेर्दा त क्युट छ तर त्यही पनि डर लाग्यो कि ल म चाहिँ यहीँ कुर्छु जस्तो अलिकति नजाउँ होला यसो खुट्टा चलाएर तराई देख्दा त हामी यहाँ दौरा लिन आमाकोमा आइपुग्यौँ दौरा लिने तर्खरमा यसरी अब बोल्नु पर्दो रहेछ नि टक्क यसरी आफूलाई फेरि अनुहार देखाएर बोल्नु पर्ने हो कि यसमा बोल्नै सक्दैन त्यत्रो त हुन्छ पराल पनि चाहिएला अलिक बाल्न सक्छ कति धेरै मख ज्ञानी रहेछ कति मख ए रिसाउन खोज्ने कहाँ हुन्छ त्यस्तो रे
के किन डराएको तिमीलाई त यस्तोमा हिँड्नु नि हिँडुल गर्नु नि रमाइलो लाग्छ मलाई चाहिँ आयो यति झर्दा नि दुख्छ यार फेरि क्या गोप्रो खसिरहेको क्या कहाँ झन् बाटोमा फेरि गोप्रो किन्न हिँड्यो हामी अनि फेरि यो बाटो पनि यहाँबाट होइन उता पुगेर आएको हो हामी हाम्रो आजको सेटअप यस्तो रहेछ खै मैले चाहिँ खिच्नु पाइनँ कि तर केटाहरूले गर्यो यो चाहिँ मलाई बवाल लाग्यो है जे भयो भने है ल खोइ कस्तो खोइ हाम्रो कस्तो छ ओ हाम्रो चाहिँ ल आम्बो गाइजहरू यार तिमीहरू अति पनि नआउन एकछिन है बचेर हताके खोइ त खोइ म बस्दिनँ डर लाग्यो तिमीसँग बस्दा बस त भन्छ अब हुँदैन रहेछ प्रतीकसँग चाहिँ म छ तिमीहरूले कहाँ कोसँग पठाएको हल्का रिक्स हुन्छ भने त नपठाउ न यार ओइ बचेर है हताके बचेरमा बिहान त्यो मलाई है सुतायो हतार चाहिँ बच्केरेन ल यो चाहिँ हाम्रो यो चाहिँ सुकुम्बासीवाला रहेछ यो कोभिडवाला रहेछ मा धन्न मेरो त खतरा छँदैछ मा मेरो त खतरा छ म त पछाडिको सिटमा बस्ने हो म त है पम्पसम चाहिँ चाहिन्छ नि मलाई ल बल कोही केटा हो ल तिमी भिटेन बाइक अरू बजाउ त ल उयो भित्र देखाएको थिएँ मैले उयो ढोकामा खोल्दा त स्पिकर यहाँ थियो ल गाइजहरू चाहिँ यहाँ अब सब सेटअप गरेर थाकेर बसेको छ तर दौरा लिन जानको दुःख कति थियो भनेर चाहिँ केटालाई बुझाउनै सकिँदैन क्या अब त्यो दुःख हामीले खिच्न पनि सकेनौँ क्या किनभने दुःख गरिरहेको थियो क्या खिच्नै मिलेन क्या त्यस्तो दुःख थियो क्या हामी बरु यतै रुखसुख काट्या भए सजिलो हुन्थ्यो क्या के दुईजना दाजुभाइको के चल्दैछ हौ त्यहाँ फेरि चटक्कै चटक यिनीहरू लभ पर्छ अहिले चाहिँ हाम्रो केटाहरू लाइट सेटअपतिर लागिरहेको छ अब बेलुका बेलुका हुनु थाल्यो बिस्तारै उता भित्तामा चाहिँ अडाइदेऊ न त नि हल्का बेस हावा लाग्यो भने यो सचिनको कति ऊ हो यस्तो क्याम्पिङ धेरै त भएन त्यस्तो तर 5-6 मात्र मैले धेरै भएन त ए सही ल म यो चेयरमा बस्न पनि मजा रहेछ क्या
है निदाइसक्यो ओ सोधामा एक्सिडेन्ट भएको मान्छेलाई एक्सिडेन्ट के हो तिमी अर्काको बाइक लडाइदिने लडाउने त्यही पनि म बिना फेरि सक्छौ भने फेरि लडाउ न एक लडाउ न त मैले त्यही त हेर्नै पाएन कस्तो त्यस्तो हुन्छ सबजना हुने बेला गर न यस्तो लड्ने सड्ने कामहरू त यार केटा हो एक्लै गर्छ स्पिकर थियो त स्पिकरै बजेर के हो कसको मोबाइलमा यस्तो साउन्ड हुन्छ क्या ठिस पनि फलाममा त्यसमा होइन गाइज हाम्रो चाहिँ यत्तिकै रमाइलो हुँदैछ है मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ गाइज यहाँ टाइम ल्याप्स खिचिरहेछ यस्तो अनि यता चस्माले सारेर हो क्या ठिक छ हुन्छ ठिक छ ओइ मलाई बिप पनि हाल्न आउँदैन है म त बिप पनि हाल्दिनँ यस्तो हो तिम्रो हेयर स्टाइल चाहिँ के हो तिम्रो अहिले यो आम्बो सनसेट नि आएको नजिकबाट आउनु परेन कि यताबाट त यहाँ दामी देखिरह होला नि ठिक छ चुकुल चाहिँ छैन चुकुलको लागि ढुङ्गा छ त्यहाँ ढुङ्गा राखिदिने कि नत्र गीत गाउ एउटा मिठो होइन हल्का डोरी लिएर जाम अनि त्यो भित्र आउने हो क्या त्यो फेरि बाहिरपट्टि भइरहेको चाहिँ हुन्छ कस्तो समस्या हो यार मैले पनि इमर्जेन्सीवाला छिटो सकाइहालेँ हो क्या चाहिँदैन हाल्यो र ल हाम्रो चाहिँ यो के ग्यास सेस पनि रहेछ हामीसँग यो चाहिँ कति बेर भन्नु कस्तो कति बेर एउटा क्यान चाहिँ कति बेर 2-3 घन्टा भने सबै पाक्छ एउटाले दामी हुँदो रहेछ त नि बास रहेछ यो ऊ पनि बल्छ नि वारै अनि यसमा ग्यास चाहिँ कस्तो थियो हाम्रो घरको भरिदिने हो क्या कफी खाम न त सही ब्युटेन हो फेरि त्यो हाम्रो वाला ग्यास होइन हाम्रो चाहिँ फेरि यो वन्डरफुल कार के भन्छ यस्तो गाडी वन्डरफुल पावर बुझ न तिमी आमा त्यहाँ माथि यहाँबाट अब्बुई यस्तो भ्यूमा यो राखेर यो भ्यूमा सुत्न त कस्तो मजा आउँछ होला है होइन यतापट्टि फर्काएर होइन आम्बो यार बवाल लोभ लाग्यो यो भ्यू त है अनि एक जति त खर्च हुने एक्लै पुगेन एक्लै पुगेन पुगेन त्यो पछाडिहरूको हाल्नै गयो होला त बेसी त अब यही 4-5 कति गऱ्यो के भने होइन त खानै पर्यो एक्लैले बनाउने क्या बबाल यार कसलाई गाइस मलाई चाहिँ बबाल लाग्यो है यो है फेरि यो गीत चाहिँ फेरि ल अहिले चाहिँ हाम्रो है लाइटको सेटअप हुँदैछ यहाँ चाहिँ हाम्रो कुकले चाहिँ सेम्पू लगाएरै धुनु पर्यो है हात है कुन लाइट छ तिमीसँग फेरि सब ल्याऊ लाइट साइट सबै ल्याऊ क्यामेरा चाहिँ नबोक ओइ हताके त गायब भयो त कला रहेछ नि यता राख नि त त्यहाँबाट त आइ त हाल्छ अब यता पछाडितिर राख नि त उयो टेन्ट माथि राख न
हामी सबै ग्याजेटै ग्याजेट भए मान्छेसँग रहेछौँ कि हामी यहाँ देखाउनु पहिला यो एक्सपिरियन्स क्याम्परहरूसँग क्या फुर्बा कस्तो खालको फ्रड हो यो नेक्स्ट लेभल हाम्रो चाहिँ ल है एच मजाको है सेफ आशिषद्वारा प्रस्तुत यता देखाऊ यता फुर्बा फुटबल टेस्ट गर्यो कि गरेन पाकेर त्यो हटाइदेऊ न अब पाकिसक्यो पाकिसक्यो कलेज चाहिँ कोही खाने मत नखाने पाकेछ म त खानै सक्दैन यार खानु सक्दो रहेछ त के? खानु म त कलेजको खानै सक्दिनँ नि मलाई त फेरि मिठो लाग्छ हौ त्यो आफ्नो टेस्ट है हाम्रो अलिअलि गल्ती हाम्रो एक्सपिरियन्स क्याम्परबाट पनि भएको छ तर यो गल्तीको सुधार चाँडो हुन्छ जस्तो छ उहाँबाट फुर्बा त्यहाँ देखाउनु पर्यो त्यसमा हाम्रो के छ यस्तो हाल खबरहरू यो छेउको चाहिँ अहिले भन्नु टुप्पो टुप्पोतिरको निकाल्नु होइन यो बिचकोवाला चाहिँ हल्का भयो कि जस्तो पनि आउँछ के भन्छ त त्यो छेउको चाहिँ भयो होइन टोकेर हेर्नु पर्यो आएर नि त टोकेर पाकेछ मिठो ल है हाम्रो चाहिँ पाकिसक्यो होइन यस्तो त दिनै पऱ्यो नि अलिअलि फुटबल लौ चाखेर हेर त कस्तो छ बास मैले बनाउनु जस्तै बनाएँ चटनी भएन है चटनी बनाउनु पर्यो बिर्सेछ बास दामी छ गोल हाल्यो केटाहरूले मिठो त्यो बरु मिठो खुवायो हौ यहाँ ल्याएर यसमा काँटी अझै एक बाहिरबाट पछि हाल्यो नि होइन पछि चाहिँ छ नि हामीसँग बवाल गजब हो गया मैले चाहिँ क्या फेरि क्या यसरी खिच्दैछु होइन यहाँ मुनितिर मोबाइल खोजेको अरे क्या मेरो ल यो चाहिँ आइहाल्यो नि यस्तो त यस्तो चाहिँ कटिँदैन बिप भनेर बुझ्छ मान्छेले त्यो होइन कुन के हो ओ नाइस 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 ओहो तिमी त के हो 2 दिनकै हो ओइ लेन्समा त सिट पर्दैन नि गजब हाम्रै केटाहरू बढी चाहिँ कस्तो म मान्छे अगाडि फर्कियो ढाड फर्किएर कस्तो हानेको अब त्यो त हामीलाई थाहा छ सिधै हानेकै हो त्यो असिस्ट पनि त्यस्तै गर्नलाई दिएको हो कसले दिएको हो फुर्पेले दिएको हो त्यो बल आशिषको डार्डिङवाला राइटबाट आशिषलाई कसले सिकायो भन्ने कुरा हो होइन क्या स्ट्राइकर भएपछि त पोजिसनमा हुनु पर्यो नि सिकाएको छ हर्षले तिमीहरूले जति जियो भने नि तिमीहरू नहुँदा हामीले गेम जितेकै छ तर है साँच्ची है यिनीहरू नै हो रहेछ क्या यिनीहरू 2 जनै हो रहेछ आएपछि होइन केटाहरूलाई प्रेसर पनि छैन केही पनि छैन आनन्दले खेल
होइन धेरै गोलले पनि जित्यो कति फेयर खेले उनीहरूले 3 त हातले रोक्यो डिफेन्सले अनि गोल दियो त्यही हो त्यो चाहिँ होइन उत्तमले होइन यो दाइले त धेरै पास दिएछ हामीलाई भनेर नलिएको अब मैले हानेको पनि होइन हातले छेक्छु भन्छ तिनीहरूले रे मेरो त दिनै खराब हो क्या कस्तो टाइम हाने क्या फेरि कस्तो टाइम हाने थियो कुनामा चेप्दा पनि क्या के हो यसो त मैले एकछिन रोक क्यामेरा ल्याउँछु अनि हान्छु भनेको मारेन अर्काले तर यो चाहिँ राम्रो भयो जस्तो छ त्यही चाहिँ सराबेको त ल अनि तिमीहरू चाहिँ कुन खाने त यही त्यो त मलाई भने होइन त अनि तिमीहरू चाहिँ कुन खाने अर्को अघि त तिम्रो भएको के गरेको गर्दै थियो त मेरो दुःख त्यहाँ कति होइन ओइ भन त त्यहाँ काँक्रो छान्न कस्तो गाह्रो थियो तनाव फेरि हल्का सिरियस भएर भन्छ फेरि अर्को बेलुका जेना कस्तो छाडा बोल्ने होला क्या होइन दुईजना जे पनि हुनसक्छ तर लास्टै बिग्रियो त्यो मान्छे बरै त्यो सोचेको थिएन स्टार्टिङमा हुन्छ नि कस्तो बुढो न बुढो लाग्थ्यो क्या मलाई हुन्छ नि हो क्या स्टार्टिङमा हुन्छ नि फुटसल खेल्न आउँथ्यो अफिस जोइन गर्नुभन्दा अगाडि को बुढो न बुढो हुन्छ नि के हो के अघिदेखि लुकेर खिचिरहेको क्या तिमीलाई थाहा पनि पाएन तिमीलाई थाहा पाएन अब पनिर सक्यो अब खिच्छु क्या अहिलेदेखि पनिरमा ध्यान थियो मेरो अर्को कार्टन होइन भातसँग पनिर बाँकी छ होइन भातसँग खानलाई कि सबै हाल्यो सबै काटे हो ए सबै त्यहाँ हालिदिएको भातसँग अलिकति राखेनौ अनि के हुँदैन यताउता के भयो टमाटर गता ग्रेभी भइहाल्छ केरा खाउँदैछ हुन त हाम्रो घर जाँदा नि बिचरा अम्लेटसँग भात खाइदियो अरे यसले किन छोड्या तिमीले के भएर कारण के हो मासु खाएको जति मासु खायो त्यति ठुलो हो क्या माछी के हो यो भने नि यस्तो ब्लग खिच्नु यस्तो हाल्नु तिमीहरू अहिलेदेखि सबै बोलेको छौ खिच्ने लायक बोलेको छौ तिमीहरूले होइन म त आउँदैन एडिटिङ सेडिटिङ म त हालिदिने यति ओ अब ए खिच्यो होइन पापीहरू यस्तो ठाउँमा आएर धार्मिक ठाउँमा आएर अनि यो त तर यस्तो नर्मल हो तिमीहरूको लागि होइन यो त ब्लगमा केही हुनु भएन क्या के भयो सर्भर ल्याउ न त उता राख्छ खै ल्याउ त तिमीलाई कति हालिदिउँ 80 हालिदिन्छु 80 ल्याउ न 80 हालिदिन्छु क्या अब धेरै नखाऊ ठ्याक्कै 80 गर्दै खाऊ क्या यो कि यो कति यो 35 मै रोकिदिउँ कि होइन यो फुर्पेले ठ्याक्क हल्का 95 तिर लग्दै क्या ओइ ल खोइ रेडबुल हताके रेडबुल ल्याउ न त होइन चेयर्स गर्नु पर्यो नि त रेडबुल खाइदिउँ ल खोइ त खोलेकै छैन यार खाऊ खाऊ म अहिले त्यसबाट बिस्तारै खाने भने के छैन हामीलाई जे मतलब ल केटा हाम्रो जिन्दगी अनि मेरो त खै यही क्यामेरा हो क्या ल जुनियर त अब
चाहिँ मर्निङ भइसक्यो आज अर्को बिहानी यहाँ के अरे गुफा डाँडामा केटाहरू नि उठिसक्यो म पनि उठेर यसो एक फ्रेस भएर आइसक्यो के फ्रेस भएर आउनु मुख पनि धोएको छैन कस्तो ठिक छ अब हाम्रो केटाहरू चाहिँ उठिसक्नुभयो खै भिडियो बनाऊँ भने त यहाँ के बोल्ने हुन्छ आशिष ठिक छ नि आम्बो केटा म चाहिँ क्या रिस सुँगेर पत्ता लगाइदिउँ पफ त हिजो यहाँ लाइभ देखिरहेको थियो त खै ल एकछिन गाइज हामी चाहिँ उठिसक्यौँ होइन तिनजना हामीहरू राम्रो मान्छेहरू टाइममा उठ्ने टाइम यस्तो छ यहीँ छोडेर हिँडिदिनुपर्छ कि के यिनीहरूलाई है तिमी कतापट्टि सुते खोइ त भित्रसम्म चाहिँ थियो खै म यहाँ अर्को कन्डिसन के छ हेरेर आउँछु है त यहाँ अगाडि यहाँ हाम्रो खोइ त यो त पुरै होस् यता क्यान्सल भयो ल बल्ल घुर्ने बेला भएर रहेछ एउटाको फोन हेरिदिनु पऱ्यो नि त ल गाइज हाम्रो चाहिँ होइन जाने बेला भयो अब त्यही भएर के भन्छ यो अनबक्सिङ त होइन के यसलाई के भन्छ म यो चाहिँ बक्सिङ भएर हो अब हाम्रो चाहिँ सबै सामानहरू बन्द गर्ने बेला भयो अब बन्द गर्ने खोल्ने काम त अब आउने नै उसलाई त होइन मजाले घोलिदिइसक्यो क्या पर्फेक्ट बनाएर दिएको पनि यार तिमी कस्तो त्यहाँ एउटा डल्लो भेट्यो कफीको स्थित त सबलाई कस्तो मिठो बनाइदिएको छु चाह त झन् चाखेरै राखिदिएको तिमीलाई ल के हो तिमीले यस्तै गऱ्यो क्या प्रतीकलाई खै के हो खोइ अरट्ठै हुने गरेर आफ्नो साइडमा यो ज्याल खोलेर उड्नेले पुगेन भन्छ कस्तो पुगेन म त यति मात्रै उडे जाडो भएन जाडो यो चाहिँ यार अर्कोचोटि राम्रो भ्लग बनाउनु पर्छ क्या यो टक्क आएको गरे यार यो चोटि त डे 2 हो क्या यो चाहिँ घाम लाग्यो भने त खुल्छ कि के हो हामीले चाहिँ भ्यू यस्तो हेर्नु परिरहेछ अहिले त्यही भएर चाहिँ यहाँ भ्यूको खुल्ने पर्खाइमा तर रमाइलो त बास भयो यार मलाई चाहिँ केटाहरूलाई चाहिँ कस्तो भयो हताके पनि गइरहेको हुन्थ्यो क्याम्पिङ कि यो तिम्रो पनि फर्स्ट हो ए त्यही भक्तपुरतिर हो क्या क्याम्पिङ एक्सपिरियन्स रहेछ हल्का अफिसतिर पनि त त्यस्तै होला अफिसतिर होइन आफ्नो सिनियर ल अब चाहिँ लास्टै हो है यो चाहिँ तिमीले अब हुँदैन
ल अब हाम्रो चाहिँ प्याकिङ अझै पनि जारी नै छ निस्किने बेला हुनु आँट्यो होइन अब तर्खर गर्नुपर्छ ल ल केमा हिजो राखेको चाहिँ खिच्नु पाइनँ कि गाइज आज यो निकालेको चाहिँ खिच्छ क्या भत्काउन सिकेपछि त बनाउनु सिकिहालिन्छ नि त्यो हो नि त कुरा अब हेर न केटा कन्टेन्ट बना जे बेला नि खिच भन्छ जे बेला नि यस्तो अब तिमीहरूले भ्लगर बन्न नदिएको चाहिँ हो क्या यो मलाई भल्गर चाहिँ बनाइरहेको छ तिमीहरूले मलाई के हो मलाई ल के काम दिन्छ भने हानिदिन्छु म त ऊ यहाँबाट निकाल्छु र हो यस्तोबाट ओइ यो त डह्रो हुँदो रहेछ टेक्निक छ केही घुमाएर निकाल्ने अथवा केही ल यो चाहिँ नि होइन ल हाम्रो यता चाहिँ यतै हुनुहुन्छ ल ल अब मेरो काम चाहिँ यो निकाल्ने भयो होइन ल यहाँ पनि निकाल्दै मलाई चाहिँ क्याम्पिङको केही आउँदैन कि त्यही भएर म चाहिँ सिक्दैछु यस्तो क्याम्पिङ ल हुँदैछ उताको नि तान्दी अब अरू कता ए यो पनि उ गर्ने ल यो अब एकछिनको लागि भिडियो अफ र अहिले म कन्टिन्यू गर्छु यहाँ सकिसकेपछि चाहिँ फेरि हुँदैछ गाह्रो छ केटा हो क्याम्पिङ यसो रमाइलो मात्र होइन रहेछ हल्का गाह्रो पनि रहेछ क्या के हो तिमी चाहिँ फकाउन आके गर्दो रहेछ ट्रेकिङवाला टाइम ल्यास नै खिच्नु भएन यो त्यो खुसी भएको हेर नि त्यो सानो चाहिँ अब सानो चाहिँ एक्साइटेड भइसक्यो ऊ नाइस क्याच हाम्रो त लगभग प्याकिङहरू पनि भयो है अब पर्सनल प्याकिङ बाँकी होला होइन केटा अब के छ हाम्रो प्लानिङ अब निस्किने होइन ल खुल्दैछ है हल्का है मौसम पनि है बस मजा आयो खायो के एउटाको प्याकिङ त 1 घन्टा भइसक्यो उसले यो गाडी नै प्याक हानिसक्यो कि एउटाले आफ्नो सामान प्याक हानेको छैन जे भन्दा नि भयो नि खोइ त के हो यहाँ मान्छेले 2टा टेन्ट होइन गाडीको के यो सब प्याक गरेर भ्याइसक्यो ल तिम्रो किन यस्तो ल फेरि सोधेँ उसलाई चाहिँ सामान छुट्टिन्छ चिन्ता छैन होला त सचिनलाई ए तिम्रो त सेकेन्ड टाइम हो
यस्तो ल गाइस अब चाहिँ हाम्रो यहाँ सकिसक्यो अब सबै प्याकस्याक भइसक्यो अब निस्किनु आँटेको यहाँ मुनि छ यहाँ मेरो यहाँ मुनि छ यो चाहिँ ल यहाँ माथि छ है सबसे माथि छ लेन्स हेरेर गरिदेऊ न यो ठाउँलाई बिदाई भन्दै होइन हामी चाहिँ के भन्छौँ त अब केही भन्नु छ कहिले केही भनेको छैन केही हाल्ने कन्टेन्टै छैन तर म त रवाला होस् जस्तो छ त्यस्तै हो अनकट आउँछ केटा हो गाली नगर है हुन्छ नि होइन अनकट भर्जन कस्तो छ यार कस्तो छ भ्लग बनाऊ पनि भन्छ थर्काउँछ पनि केटाहरू भएन ल ब्लगको टाइटल लाउनु टु ब्लग हान्नु न अहिलेलाई यति नै अब यसपछि आउँछ कि आउँदैन थाहा छैन होइन र त्यसैले बाई बाई अहिलेको लागि चाहिँ म पनि खतरा भइसकेँ